स्वागत छ मेरो ब्लगमा। आज चाहिँ हामी चाहिँ काममा गएनौँ किनभने पानी एकदम परेको थियो नि त। अब जानुपर्ने हुन्छ हन्टिङ गाइस, दुईजना टक्क लागेर। अनि कपडा चेन हान्दैछ उसले। अनि सो भिडियो चाहिँ हेरिदिनु पर्यो है। यही भन्दैमा म भिडियोलाई अगाडि बढाउँछु। सो अहिले भेट्न पर्ने हुन्छ। जाम न किनै नै छ र सही छ कि यताखेरि अब झुम छ अनि सर्प आउला भनेपछि छ क्या यस्तै यो फान्न पर्छ माछा यस्तो खाने कुरै नगर। लगभग दिनभरिमा आधी केजी चाहिँ छोपिन्छ है यति इलाकामा। उता चाहिँ कस्तो खर यही बाटो पनि देखिन्न राम्रोसँग त सही हो। दामी 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 लगाएछ। अहिले चाहिँ हामी सही ठाउँमा आयो होइन। कजाम कजाम भएको थियो अनि टक्क यत्रो उकाले चढेछौँ होइन। अनि केटा चाहिँ कहाँ खान् हामीलाई चाहिँ थाहा छैन। अनि बाबेचौर बजार चाहिँ यहीँ नै हो भनौँ न। ऊ माथिबाट देखिन्छ होला सायद। टक्क जङ्गलहरू बबाल छ। अनि यसो हामी चाहिँ त्यहीँ बस्ने भनेको थियौँ। अनि मुटै के भयो अनि गोली पिट्नु पऱ्यो। अनि मुटै के भयो अनि हिँड्यौँ मामफुलीलाई लिएर यहाँ आँखामा। अब यता त्यही हो क्या, कतिको माथि जान सकिन्छ हेर्नु होला है गाइस। कहाँ भाग्यो मामफुली, कहाँ भर्खरै लुगो साइको कि माथि पुग्सक्यो खर। ल अब यहाँ माथि डाँडासम्म गइन्छ होला हाम्रो यात्रा चाहिँ गाइज। एकदम ठगित अवस्थामा है केटा। तँ कहाँ भएको त बनमान्छेले है राखिदियो क्या त। मलाई राखिदिला यार। ल अहिले माथि पुगेपछि भेट्न पर्ने हुन्छ त गाइज। स्वर्ग आहा सही ठाउँ यार। शीतल माफुले यहाँ उठेछ नि। केटा रोइरहेछ क्या ऊ तल। ट्याक्टर नि हल्का हल्का देखिरहेछ लेकिन गेन्सी काग चाहिँ मिठो तरिकाले खा यार। सही स्वर्ग हेर्ने क्या स्वर्ग। अलराइट गाइस, हामी चाहिँ टक्क लगाएर जानुपर्ने हुन्छ। अनि फोटोसुट नि हान्ने हो। अनि हेर्नु भएको होला भिडियो सिडियोहरू टक्कबाट घाम हल्का लाग्छ अनि ठाउँहरू बबाल। सो बाई बाई गरेर हामी चाहिँ जानुपर्ने हुन्छ आर्मी गन्तव्यतर्फ गाइस। अनि भिडियोलाई यति भन्ने अलराइट गाइस, हामी चाहिँ टक्क लगाएर जानुपर्ने हुन्छ। अनि फोटोसुट नि हान्ने हो। अनि हेर्नु भएको होला भिडियो सिडियोहरू टक्कबाट घाम हल्का लाग्छ अनि ठाउँहरू बबाल। सो बाई बाई गरेर हामी चाहिँ जानुपर्ने हुन्छ आर्मी गन्तव्यतर्फ।